नमस्ते तपाईँ सम्पूर्णमा। हजुर, लामो समयको अन्तराल पश्चात हिमालयन ब्याङ्कले पनि नेपालको पहिलो डिजिटल वालेट ई-सेवासँग चाहिँ हालसालै चाहिँ यो डिजिटल कन्भिनियन्सको लागि चाहिँ एक आपसमा समझदारी स्थापना गरेको छ। तपाईँले गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। जस्ट 2025 मार्च 18मा चाहिँ हिमालयन ब्याङ्क र ई-सेवा बीच पार्टनरसिप चाहिँ इस्टाब्लिस भएको छ। र आउनुहोस् म तपाईँहरूलाई चाहिँ हिमालयन ब्याङ्कको हाई एमबी मोबाइल एपको थ्रु चाहिँ ई-सेवामा चाहिँ कसरी पैसा ट्रान्सफर गर्न सकिन्छ सानो भिडियो तपाईमा सेयर गर्न गइरहेको छु है त। फर्स्ट अफ अल तपाईँले हिमालयन ब्याङ्कको मोबाइल ब्याङ्किङ हाई एमबी ओपन गर्नुहोस्। हजुर, तपाईँले चाहिँ हिमालयन ब्याङ्कको यो मोबाइल एप्लिकेसन ओपन गरिसके पश्चात फर्स्ट स्क्रिनमै देख्न सक्नुहुन्छ यहाँ तलपट्टि लोड ई-सेवा भनेर। जस्ट तपाईँले यहाँनिर लोड ई-सेवामा क्लिक गरिदिनुहोस् यो आइकनमा। त्यसपछि तपाईँले यहाँ ई-सेवा आइडी र एमाउन्ट, त्यसपछि यहाँ पर्पज चुज गरेर सबमिट गर्नुपर्ने हुन्छ। म यहाँ मेरो ई-सेवा आइडी राख्न गइरहेको छु। त्यसपछि यहाँ तपाईँले एमाउन्ट टाइप गर्नुहोस्। मैले जस्ट यहाँ 1000 यो स्याम्पल गर्नु गएर 1000 राखेँ। अब यहाँनिर पर्पज के को लागि होइन पर्पजमा जानुहोस्। युटिलिटी पेमेन्ट ट्राभल एक्सचेन्ज युटिलिटी पेमेन्टमा चुज गरेँ। त्यसपछि माथि सबमिट बटनमा क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईँले आफ्नो यहाँ ट्रान्जेक्सन पिन चाहिँ राख्नुपर्ने हुन्छ। यसको चाहिँ सर्भिस चार्ज लाग्दैन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एमाउन्ट ट्रान्सफर चाहिँ 1000, चार्ज चाहिँ 0 है। यति बेला यहाँ कन्फर्म बटनमा क्लिक गरिदिनुहोस्। हजुर, ई-सेवा लोड सक्सेसफुल, ट्रान्जेक्सन रिसिभ हेज बिन सेन्ड टु योर रजिस्टर इमेल। यहाँ तपाईँले देख्नुहुन्छ इमेल मार्फत पनि नोटिफिकेसन आएको छ हिमालय ब्याङ्कको इमेल मार्फत। अब तपाईँले आफ्नो ई-सेवा आइडी ओपन गरेर पनि चेक गर्न सक्नुहुन्छ। यहाँ देख्नुहुन्छ स्टेटमेन्टमा क्लिक गरेर जस्ट यहाँनिर भर्खरै मैले डिपोजिट गरेको थिएँ 1000, यहाँ यसरी आएको छ है। देख्न सक्नुहुन्छ। हस् त यसरी नै तपाईँहरूले पनि हिमालय ब्याङ्कको मोबाइल एपको थ्रु चाहिँ सेवामा पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। हस् त, शुभ दिन, धन्यवाद।